CR7 हो र दाइको क्याफेमा हैन ल दाइ हेरेछौँ मजा आइरहेछ आज हाउसफुल छ होइन हाउसफुल पुरै हाउसफुल चाहिँ पछाडि चाहिँ फेरि पुरै हाउसफुल छ आज पिएसजीले जित्नुपर्ने हो अब आर्सेनलले एक पेल्दिसक्यो डर लाग्ने सिचुएसन छ म चाहिँ अब आर्सेनलले जित्छ भनेर बसेको सुरुदेखि ढाँटेको होइन मैले फेरि दिउँसो टिकटकमा पनि आर्सेनलले भनेको थिएँ नि मलाई कलमा त्यही भनेको नि केटाहरू आज टोखाबाट आएछ हेर्नको लागि तिनकुने समय एकदमै धन्यवाद छ केटाहरूलाई गाइज पेनाल्टीमा पुगिसकेको छ गेम एकदम इन्टेन्स भइरहेछ होइन अब म चाहिँ आर्सेनलले जित्छ जस्तो लागेको छ किन भन्दाखेरि पिएसजीले अब जित्ने भए अगाडि जितिसक्छ क्या वाट्सअप गाइज आज चाहिँ हामी CR7 होरकोमा क्याफेमा गेम हेर्न जान्छ होइन अनि रासमान हामी केटाहरू अर्को गाडीमा आउँदैछ होइन अनि भन्नुपर्दाखेरि चाहिँ फर्स्ट टाइम भेट लगाऊँ मैले पनि तर आइएम एक्साइटेड किनभने त्यो मान्छे रियल लाइफमा पनि त्यस्तो छ कि छैन भनेर क्या अलिकति क्युरियोसिटी भइरहेको थियो नि त तर आज भेटेपछि थाहा हुन्छ नि त तर हि इज गुड पर्सन है अलिक मुख छाड्ने बानी चाहिँ उसको अब त्यो नानीदेखि लाग्यो बानी हो होइन कसैले छुटाउन सक्दैन होइन त्यो अरू भने जस्तै ल सी दिएर अब एकछिनमा ल हेलो सो आज हामी गइरहेको छौँ के हेर्न च्याम्पियन लिग फाइनल यस सो आर्सेनल भर्सेस पिएसजी छ र केटाहरूको प्रेडिक्सन भनौँ होइन जसले प्रेडिक्सनमा मिलाउँछ त्यसले लास्ट एट द एन्ड अफ द भिडियोमा ल रासमानले साउट आउट दिन्छ है त ल ए ओराले मेरो त कति हो भन्दाखेरि आर्सेनलको 1 पिएसजीको 2 त्यति हो ल तिम्रो मेरो पिएसजी 2 आर्सेनल 3 आर्सेनल 3 ओए ल म चाहिँ आर्सेनलकै सपोर्ट हो हेर केटा हो म चाहिँ आर्सेनल 2 पिएसजी 1 हो है ल सो गोरेको के छ त ल त्यही हो मेरो चाहिँ अब मनदेखि नै आर्सेनलले जितोस् भन्छु योपालि होइन अब इपिएल पनि उठाइसकेको छ होइन अब आर्सेनलको फ्यानहरू एकदम डाई हार्डहरू हुन्छ नि त दादाको ल यहीबाट साड आउट होइन जसले राम्रो खेल्छ त्यसले जितोस् तर विजय हावा भन्ने मेरो साथी हो कि उसको नाम युएसमा चाहिँ आर्सेनलको डायरेक्ट फ्यान हो अस्ति जित्दा पनि उसले हालेको थियो आफ्टर 30 इयर्स होला त्यस्तै 2-3 डिकेड्स पछि जिताएको थियो होइन ल विजय तिम्रो लागि यो भ्लग हेरेपछि तिमीले मलाई 5 लाख हालिदियो आर्सेनलले जित्यो भने तिमीले मलाई 5 लाख हालिदिनु पर्छ ल हामी चाहिँ आइपुग्यौँ भर्खरै हो र क्याफे अनि यता चाहिँ फेरि बुढोको नयाँ गाडी है टिलिक्क पारेर अनि यता चाहिँ फेरि अर्को हिरो गाडी क्या ल हामी यहाँ 4-5 जना चाहिँ आइसकेको छ हामी आइपुगिसक्यो 10 जना ल हाम्रो टोलीहरू पनि आइसकेको छ गेम सुरु भएको 5 मिनट भइसक्यो टोलीहरूलाई कुर्दा हल्का ढिलो भइसक्यो होइन ल वाट्सअप एक्साइटेड ल लेट्स गो केटा लास्ट हिलो गरे ल लेट्स गो ल अब चाहिँ हामी छिर्दैछौँ होर्रा क्याफेमा ल सबैजनालाई स्वागत छ र क्याफेमा है त लभली यो वाट्सअप हामी चाहिँ आइसकेको छ मैले यहाँ CR7 हो र दाइको क्याफेमा होइन ल दाइ हेरेछौँ मजा आइरहेछ आज हाउसफुल छ होइन हाउसफुल पुरै हाउसफुल चाहिँ पछाडि चाहिँ फेरि पुरै हाउसफुल छ वाट्सअप रश्मे रासमान अल गुड दाइ अल गुड के छ त अनि एकदम ठिक छ कसले जित्छ त आज पिएसजीले जित्नुपर्ने हो अब आर्सेनलले एक पेल्दिसक्यो डर लाग्ने सिचुएसन छ म त्यसको फेरि हानान पर्छ नि फेरि रोनाल्डो मेसीमा त नेपाल जित्छ हामीले दाइ ल अब चट्टो गेम हेरौँ एकछिन है त अहिले एकछिनमा खिचौँ ल चट्टो लगाएर ल अब चाहिँ हामी चट्टो लगाएर यहाँ फ्रन्ट लाइनमा बसेर यहाँ माथि चट्टो गेम हेर्दैछौँ होइन अब माथि उठेर खिच्दाखेरि हल्का डिस्टर्ब हुन्छ अहिले ब्रेकमा मजाले खिचौँ ल यो ल यहाँ ब्रेक टाइम हुने सँगसँगै यहाँ केटाहरूको पनि यहाँ पुरै ब्रेक टाइम चलिरहेको छ होइन नि त म त टाइटमा हो नि त ल्याबिस के छ त गेम के होला आज त पिएसजीले जित्छ है 1-0 भएको छ त्यही पनि जित्छ है यतिको चाहिँ हुनुपर्छ है यहाँ चाहिँ सुशान्त दाइ के चाहिँ गेम के होला त आर्सेनलले जितिसक्यो 5 लाख आइसक्यो 5 लाख आइसक्यो साउट आउटले काम गर्छ जस्तो है
वाट्सएप आर्सेनलले जित्नुपर्छ है जसरी ल के हो त प्रेडिक्सन हाम्रो आज हाम्रो प्रेडिक्सन के हो त प्रेडिक्सन आर्सेनल 2-0 2-0 रे दाइ है अब हाम्रो सबैजनाको प्रेडिक्सन सुरु दाइबाट ल मेरो त भइसक्यो अघि नै प्रेडिक्सन कति गोल आज चाहिँ आर्सेनल भर्सेस पेरिस को जुन म्याच हुन गइरहेको छ हुँदैछ त्यसमा चाहिँ मलाई लाग्छ आर्सेनलले चाहिँ 2 हान्छ होला पेरिसले 1 हान्छ होला विनर चाहिँ 100% आर्सेनलै हुन्छ होला किनभने तिनीहरूले अलरेडी अहिले पुरै अब 1 गोलले लिड गरिसके भएर उनीहरू पुरा डिफेन्समा खेलिरहेछ त्यही भएर 1 लिड गर्ने बित्तिकै अलिकति पेरिस चाहिँ अलिकति प्रेसरमा आउँछ भन्ने मलाई लागिरहेछ ल 2-1 अब आजको गेम आर्सेनल भर्सेस पिएसजी होइन त्यसमा चाहिँ अब आर्सेनल 1 गोल हानिसकेको छ अलरेडी म चाहिँ पिएसजीको सपोर्टर हो किन भन्दाखेरि पिएसजीले नै जित्छ आज 100% छु म त्यसमा 2 मात्रै छैन ल भर्खरै अब ब्रेक टाइम चाहिँ भइसकेको छ होइन भर्खर हाफ भयो आर्सेनलले एकदम राम्रो खेलिरहेछ डिफेन्सिभ वेमा हेरौँ म चाहिँ अब आर्सेनलले जित्छ भनेर बसेको सुरुदेखि ढाँटेको होइन मैले फेरि दिउँसो टिकटकमा पनि आर्सेनलले भनेको थिएँ नि मलाई कलमा त्यही भनेको नि केटाहरू आज टोखाबाट आएछ हेर्नको लागि तिनकुने समय एकदमै धन्यवाद छ केटाहरूलाई आउनु परिहाल्यो नि सबैजना टक्क लाएर वर्ल्ड कप हेर्नलाई अनि के छ हाम्रो आइपिएल पनि भइरहेछ होइन भोलि फाइनल आइपिएल पनि हामी देखाउँछौँ तिम्रो पनि चाहिँ भ्लगै कहिले हाल्ने हो आइपिएल त्यो चाहिँ बिस्तारी रमाइलो भइरहेछ केटा हो आज चाहिँ अल नसरको जर्सी लाएर बसिएको छ नभए पनि त्यही त लिग जित्यो नि त त्यहाँको त अब एउटा रोनाल्डोले वर्ल्ड कप चाहिँ जित्नुपर्छ योपालि पर्छ हेरौँ होप फर द बेस्ट जित्नुपर्छ छ होला ल अब हामी गेम पछि नै भेट्छौँ होला कि त गोल हान्यो भने आउँछौँ यति नै हो ल सेकेन्ड हाफ चाहिँ अब चट्टा लाएर सुरु हुन लागिसकेको छ ल के छ त हाम्रो सेकेन्ड हाफको प्रेडिक्सन के छ त सेकेन्ड हाफमा अब पिएसजीले फर्काउँछ अनि आर्सेनलले 1 हान्छ अनि जित्छ भनेपछि आर्सेनल विन होइन त आर्सेनल विनै होस् त सधैँ ल लभले त ल सेकेन्ड हाफ अब हामी मजाले हेरौँ त्यसपछि हामी भेटौँला फेरि यहाँ चाहिँ अब 60 मिनटमा चक्क लाएर पेनाल्टी पाइसकेको छ पिएसजीले अब भिआर चेक गर्छ होला सायद हान्यो खुट्टामै पायो पेनाल्टी पायो पेनाल्टी चाहिँ बाहिर नआउँछ यहाँ प्रेसरमा पेनाल्टी गोल भइसकेको छ डेम्बेलेको र स्कोर 1-1 ल 1-1 भएको छ है ल पिएससी भर्सेस आर्सेनलको 1-1 भइसकेको छ अब चाहिँ कसले हान्छ लिड भन्ने कुरा हो तिमीले भने जस्तै 1-1 भइसक्यो अब के 2-1 हुन्छ त अब 2-1 हुन्छ भाइ स्योर हो ल यहाँ हाम्रो प्रेडिक्सनको गडले पुरै प्रेडिक हानिसकेको छ 2-1 हुन्छ होला अब ल लेट्स सी त कसले जित्छ अब ल अब फेरि गेम हामी हेर्छौँ मजाले फेरि केही भयो भने बिचमा हामी आउनेछौँ ल 90 मिनटको गेम चाहिँ ड्र भएर अब चाहिँ एक्स्ट्रा 15 मिनट्सको गेम सुरु हुन लागेको छ लेट्स सी अब यो गेम चाहिँ पेनाल्टीमा जान्छ कि अब यहीँ डिसाइड हुन्छ ल 15 मिनट्स हो हाफ किक अफ भइसकेको छ गेम हेर्दाखेरि चाहिँ अब पिएसजीले चाहिँ यो 30 मिनट्समा चाहिँ धोबी हान्ला जस्तो तर भर छैन गाइज पेनाल्टीमा पुगिसकेको छ गेम एकदम इन्टेन्स भइरहेछ होइन अब म चाहिँ आर्सेनलले जित्छ जस्तो लागेको छ किन भन्दाखेरि पिएसजीले अब जित्ने भए अगाडि जितिसक्छ क्या अब किन आर्सेनलले हान्छ जस्तो लागेको छ तिमीलाई चाहिँ कसले हान्छ जस्तो लागेको छ मलाई चाहिँ अब के लाग्छ भन्दाखेरि आर्सेनललाई चाहिँ अब जित्नै छ जसरी पनि पिएसजीले चाहिँ अब लास्ट पहिला जितेको पिएसजीले जित्ने भएको भए 90 मिनटमा जितिसक्थ्यो जस्तो लाग्छ त्यो प्रेसरले गर्दाखेरि चाहिँ आर्सेनलले चाहिँ योपालि जित्छ जस्तो लागेको चाहिँ मलाई चाहिँ हेरौँ अब ल हेर्छौँ के हुन्छ हाम्रो
लेट्स गो अब पेनाल्टी फुल हेर्ने हो ए व्हाट्सअप रविन्दा व्हाट्सअप निन्द्रा लाग्यो स्लिपी कसले हान्छ त अब पेनाल्टी त स्योर पिएसजीले जितिहाल्छ नि नो डाउट एकदम स्योर डाउटै छैन केही पनि अब हेरौँ है त कसले हान्छ त सञ्जीव रुक म चाहिँ आर्सनल है आर्सनल आर्सनलले हान्छ जस्तो लागेको छ मलाई पनि हान्छ नि त फिक्स सबलाई सोध्दै हिँड्ने कि भन्दै क्या पछाडि है सोध्नु पर्ने सबलाई सोध्नु हुन्थ्यो है अब के गर्नु पछाडि पुरै प्याक छ यस्तो छ है फेरि हो र क्याफेको आजको माहौल चाहिँ पेनाल्टीमा के छ त यस्तो यार म त फुटबल हेर्दिनँ हेर होइन तर आज हेऱ्यो आर्सेनलको गेम चाहिँ मलाई ठिक लागेन प्रिमियर लिग कसरी जित्यो मलाई थाहा छैन है तर जे होस् पेनाल्टी पुग्यो जितोस् भन्ने आश छ मेरो प्रेडिक्सनले हावा खायो मैले अब के गर्नु यस्तै छ बेहाल छ ल हेरौँ अब सुरु भयो आर्सनलले एउटा सिप त हान्छ ओए सलमान खान होइन ल पिएससीले टस जितेर पेनाल्टी सुरुमा दिन लागेको छ अब के हुन्छ होला लेट्स गो फुल अन प्रेसर दुई टिमलाई के छ त रश्मि फर्स्ट गोल हान्छ कि हान्दैन त हान्छ त हान्छ हान्छ होइन त पेनाल्टी चाहिँ कसले जित्छ त खै अब त्यो चाहिँ अलिक डरै लाग्छ हौ होइन ल लेट्स गो हान्नै पर्ने हुन्छ यो गोल फर्स्ट गोल टप कर्नरमा दामी फर्स्ट सर्ट अफ आर्सेनल यो चाहिँ प्रेसरमै गोल 1-1 भएको छ भाइ ब्याङ्क सोध भनेर हानेपछि त्यो त इजी हान्यो Very, very calm, nicely taken penalty. तर किपर त मैले पेनाल्टीमा त अर्जेन्टिना किपर फसाछ यार बाबाले त्यो पागल छ खेलाडीलाई साइको भनाइन्छ यो गोल हुन्छ कि आउट हुन्छ त दाइ यसले हान्छ इजी हान्थ्यो हक्छ इजी ए ल कालेले हग्यो यो त बाहिर धेरै लामो बाहिर हान्थ्यो यार आर्सेनलले जित्नुपर्ने हो यार यस्तो चाहिँ गर्नु हुँदैन यार आर्सेनल जित्नुपर्छ यार यो त टेन्सन भयो लेट रियाक्सन हो Now to their defence. यो गोल हान्यो भने चाहिँ पिएससी सेट यहाँ छ बवाले रोक्दे यार यो चाहिँ बवाले रोक्दे यार यो यार आर्सेनलको यो दामी यसले त ट्रोफी बचाइदियो यार
राइस अन बल यो त छिराउनै पर्ने हुन्छ इजी अब त्यो छेकेको जसमा एक छेक्दियो भने चाहिँ सिद्धो हाकिमी होइन हाकिमीको त स्योर गोल हो यसको रोक्दैन ल यसको रोक्दैन क्या यसको स्योर गोल हाकिमीको यसको स्योर गोल हो क्या स्योर गोल हो क्या कहाँ हाकिमी जस्तो प्लेयरले मिसाल्यो भने त होइन यो त ओए राम्रो हान्यो एउटा सेभ हानेर अर्को पनि सेभ भयो भने चाहिँ फेरि क्रेजी हुन्छ फेरि प्रेसरमा पिएससी प्रेसरमा कस्तो इजी अर्ली टाइम हान्ने यार प्रेसर लास्टै प्रेसर पर्ने भयो सबैभन्दा प्रेसर यो आत्तिसक्यो अहिले नै ल पिएससीले ब्याक टु ब्याक हान्छ कि के गर्छ त अब ल इजी गोल आर्सेनल इजी गोल ल सक्यो फाइनली पिएससीले ब्याक टु ब्याक हानिसकेको छ UCL 2026 च्याम्पियन पिएसजी पहिले भने त नाइस गेम नाइस गेम आर्सेनल जित्नु पर्ने आर्सेनलले थियो तर पिएससीले जिते केही छैन तपाईँलाई ओभरअल गेम चाहिँ कस्तो लाग्यो त फाइनल जस्तो भयो कि भएन फाइनल जस्तो भयो रमाइलो भयो हुन त लास्ट सिजन भन्दा मजा आयो लास्ट सिजन भन्दा चाहिँ रमाइलो भयो लास्ट सिजन चाहिँ अलिकति डिले भएको थियो ब्याक टु ब्याक जित्यो यार ब्याक टु ब्याक हान्थ्यो Congratulations to PSG. Congratulations. है डोमिनेट हान्थ्यो यार यिनीहरूले ओके ल दाइ सी यू सुन Now join a very exclusive